अब फेरि हामी अर्को स्टेपमा जाँदैछौँ मन्दिर अर्को स्टेप मन्दिरमा हामी जाँदैछौँ है त अर्को स्टेपतिर हामी जाँदैछौँ साथीहरू चाहिँ माथि पुगिरहेछ बाँधा चाहिँ चक्किरहेछ जस यही माथि स्टेपमा गएर पूजापाठ गरिसक्यौँ हामी पूजापाठ गरिसकेपछि माथिल्लो स्टेपमा हामी जाँदैछौँ साथीहरू त छन् यो खुड्किलो चाहिँ हामीले गन्या त छैनौँ तर पनि बाहिर फर्किँदा बा गनिन्छ कि भन्ने कुरो हो ल माथिल्लो स्टेप पनि हामी आइसकेका छौँ माथिल्लो स्टेपमा चाहिँ यो यस्तो रहेछ हाय तपाईँले देख्न सक्नुहुनेछ यो ढुङ्गाहरू कस्तो अवस्थामा कुदिएको छ बनाएको हो कि के हो हेर्न सक्नुहुनेछ हामी चाहिँ हेर्नुहोस् है यी ढुङ्गाहरू कसरी कोही झर्नु पनि आँटे जस्तो देखिन्छ एकदम बनाउनुमा चाहिँ धेरै मिहिनेत लागेको हुनसक्छ यहाँ चाहिँ पूजापाठ गरिन्छ अनि यसमा चाहिँ पूजापाठ हामी पनि गर्छ यसमा भिडियो त गर्नु पऱ्यो यहाँसम्म आइसकेपछि भक्तजनहरू भिडो छ हिँडेकै छन् साथीहरू चाहिँ यता छन् र त हस् त अब हामी पनि भक्तजन हुनु पऱ्यो नि त त्यो टिका सिका लगाइयो सेतो टिका लगाइयो यस्तै छ र त है त